नमस्कार। मेरो कविताको शीर्षक छ नवबुझक्कड। म तुम्मेहाङ लिम्बू, स्वीकार्नुहोला मेरो सानो उद्गार। हे नवबुझक्कडहरू हो, जुन बेला भुटानी राजतन्त्रले 58 साललाई कट अफ इयर घोषित गर्यो अनि रातारात जनतालाई इल्लिगल इमिग्रेन्ट्समा झार्यो, जुन बेला निरङ्कुश तन्त्रले 58 सालको राष्ट्रियता ऐन निलम्बन गर्यो अनि 85मा जनघाती नागरिकता अधिनियम प्रस्तुत गर्यो, जुन बेला जहानिया सरकारले एउटै परिवारलाई षड्यन्त्रपूर्वक 7 खण्डमा विभक्त गर्यो र एक गरी सिमाना कटाउन सुरु गर्यो, जुन बेला हुकुमी सरकारले उसैको भाषा, धर्म, संस्कार, पहिरन राष्ट्रियकरण गर्यो र अरू तमाम जात जातिको भाषा, धर्म, संस्कारमाथि फलामे तगारो लगायो, जुन बेला स्वेच्छाचारी राज्य सत्ताले हाम्रो भाषाको पाठ्यपुस्तक बटुलेर स्कुलमा तिरस्कारपूर्वक आगो लगायो र उसैको भाषा मात्र अनिवार्य बनायो, जुन बेला उग्र राष्ट्रवादी सत्ताले जनताको छोराछोरीलाई पढ्नबाट वञ्चित गर्यो र दक्षिण भुटानको सम्पूर्ण स्कुल सैन्य ब्यारेकमा परिणत गर्यो, त्यस बेला तिमीहरू कहाँ थियौ? के तिमीहरूले यी तमाम घटना आफ्नै आँखाले देख्यौ? के तिमीहरूले यी घटना बा आमा वा बाजे बोजूबाट कुनै दिन सुन्यौ? के तिम्रा परिवार उक्त राज्य उत्पीडनमा कुनै बेला परे? यदि परेका थिए भने सायद तिमीहरूले भुटानी राजतन्त्रको यस्तो गुणगान गर्ने थिएनौ होला, भुटानी राजालाई महान वा दयासागर देख्ने थिएनौ होला। तर विडम्बना, तिमीहरू त राज्य सत्ताले देशबाट विस्थापित गरेपछि परदेशको खुल्ला परिवेशमा जन्मियौ। आफूले खाई नखाई तिम्रा बा आमाले तिमीलाई मजदुरी गरेर हुर्काए। शरणार्थी अवस्थामा पनि तिमीहरूलाई सके जति राम्रो चाचा मामाको व्यवस्था गरे। परदेशमै भए पनि लोकतन्त्र र स्वतन्त्रताको रसस्वादन गर्न पायौ। त्यही भएर त तिमीहरू साउनमा आँखा फुटेको डिङ्गो भयो। यस अतिरिक्त न त तिमीहरूले डिग्लाम नाम्जा भन्दै बुढी आमा र बोजूहरूको केश राशि मुडलाएको देख्यौ, न त कुनै दिन सिर्कना लाउँदै बलपूर्वक शासकवर्गको सामाजिक आचार संहिता सिकाएको देख्यौ, न त धुरु रुँदै बुढेसकालमा दिनभरि घाममा टिङ्राएको देख्यौ, न त बक्खु नलगाएकोमा फाइन र जेल गरेकै देख्यौ। तिमीले न त बिना रोजमा जनतालाई महिनौँ झारलाङ्गी खटाएको देख्यौ, न त न्यायको लागि प्रार्थना गर्दा भकुण्ड्याएर तिरस्कारपूर्वक सिमाना कटाएको देख्यौ। तिमीले त परदेशमै भए पनि अरूले ल्याएको लोकतन्त्रमा विकास फुलेको मात्र देख्यौ। बा आमाको होटलमा रमाएर सुविधा सम्पन्न स्कुलमा गणितीय सूत्र र दर्शनशास्त्र पढाएको मात्र भेट्यौ। यस्तो बेला तिमीलाई विद्रोह र नारा नाजायज लाग्नु अस्वाभाविक होइन। शान्तिपूर्वक सहअस्तित्व जाहेर गर्न पाउने व्यवस्था सामु बल प्रयोगको सङ्घर्ष असन्दर्भिक लाग्नु अस्वाभाविक होइन। तर नवबुझक्कडहरू हो, एकपटक तिमीले भुटानी राज्य सत्तालाई कथित शान्ति र मेलमिलापको प्रस्ताव राखेर हेरिहेर। मात्र एकपटक तिमीले राज्य सत्ताको गलत नीति खिलाफ असहमति जाहेर गरेर हेरिहेर। तिमीलाई दिनको सूर्य जत्तिकै स्पष्ट हुनेछ कि तिम्रा अग्रजले किन आन्दोलनको बाटो रोजेका थिए, कि तिम्रा देशवासीले किन विद्रोहको मसाल बालेका थिए। हे नवबुझक्कडहरू हो, यो उनीहरूको रोमान्स वा रहर थिएन, यो त उनीहरूको बाध्यात्मक अवस्था थियो। नचाहँदै पनि निरङ्कुश सत्ताले जबरजस्ती हातमा थमाइदिएको अग्नि परीक्षाको अवस्था थियो। त्यसर्थ
त्यो आन्दोलन सही थियो कि गलत थियो तिमीलाई थाहा छैन। अनुशासित थियो कि अराजक थियो तिमीलाई हेक्का छैन। थाहा नभएको विषय उपर समीक्षा गर्ने, थाहा नभएको विषय उपर समीक्षा गर्ने तिम्रो कुनै हैसियत छैन। बरु सक्छौ भने तिमीले पनि पूर्वजले झैँ पराक्रम गरेर देखाऊ। पूर्वजले झैँ जाति र राष्ट्रको शिर उँचो हुने कार्य गरेर देखाऊ। इन्द्रको अगाडि स्वर्गको बयान गर्न सुहाउँदैन तिमीलाई। बरु सक्छौ भने तिमीले पनि एउटा सुन्दर इतिहास रचेर देखाऊ। धन्यवाद।